प्रवेश गरिरहनु भएको छ। गाउँमा यो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्नका निम्ति पाल्नुभएका नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति श्रद्धेय केपी शर्मा ओलीज्यूलाई आफ्नो ठाउँबाट उठेर गडगडाट तालिका साथ स्वागत गरिनुका निम्ति म विशेष हार्दिक निवेदन गर्न चाहन्छु। उहाँ हाम्रो गरिरहनु भएको छ। तपाईहरू आदरणीय सम्पूर्ण महानुभावहरू कृपया गडगडाट तालीले आफ्नो ठाउँबाट उठेर सम्मान व्यक्त गरिदिन र स्वागत गरिदिनका निम्ति म विशेष निवेदन गर्न चाहन्छु। यो महत्त्वपूर्ण अवसरमा म देखिरहेको छु मध्यपश्चिम विश्वविद्यालयका सम्माननीय कुलपति सभासचिवहरू हुनुहुन्छ। यो विश्वविद्यालयका दीक्षान्त समारोहका प्रमुख अतिथि केन्द्रीय विश्वविद्यालयका संस्थापक कुलपति भारत सम्बन्धमा विशिष्ट व्यक्तित्व इमिनेन्ट पर्सन लामाजी पनि आइसक्नु भएको छ। म हाम्रो विश्वविद्यालय परिवारको तर्फबाट आजको यो यस्तो दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्न र विशेष सम्बोधन गर्नका निम्ति हाम्रो विश्वविद्यालयको निमन्त्रणलाई स्वीकार गरेर यो विश्वविद्यालयको विकास र समृद्धिका निम्ति हाम्रो कार्यक्रमको गरिमा बढाउनका निम्ति हाम्रो बिचमा आज दीक्षित हुने विद्यार्थीहरूलाई विशेष शिक्षा प्रदान गर्नका निम्ति सम्माननीय कुलपति एवं प्रधानमन्त्री हाम्रो विश्वविद्यालयको योले तयार गरेको यो सभास्थलमा प्रवेश गरिरहनु भएको म देखिरहेको छु। उहाँलाई हाम्रो कार्यक्रमको सभाहरूमा प्रवेश स्वागत गरिदिनका निम्ति ताली बजाएर स्वागत गरिदिन सम्मान व्यक्त गरिदिनका निम्ति म विशेष निवेदन गर्न चाहन्छु। यो महत्त्वपूर्ण अवसरमा विश्वविद्यालय सभाका विद्वान सभासचिवहरू म देखिरहेको छु। उहाँहरू औपचारिक ढङ्गबाट सञ्चालन गर्ने